अनि अब 4 दिनपछि छिटै नै भइहाल्यो अनि त्यसपछि छिटो तयारी गरेर बिहे गर्नु पर्यो आफन्तहरूलाई निम्तो गर्नु पर्यो हजुर पनि गर्नु हामी पनि गर्छु हुन्छ हजुर अरे मुखी हजुर बाहिर आएछ त नानी आऊ नमस्ते दिदी नमस्ते म सन्चै छु हजुर सन्चै हुनुहुन्छ म पनि सन्चै छु नानी आज हामी हेराउन गएको 4 दिनपछि बिहेको लगन छ अब छिटो छिटो तयारी गर्नुपर्छ तिमीलाई राम्रो लागेको छ नि मेरो भाइमा त्यस्तो नराम्रो पानी त केही छैन बाबुलाई पनि फोन गरेर बोलाउनु बाबुसँग पनि कुरा गरौँ अब हुन्छ भनौ हेलो भाइ तिमी कहाँ छौ अब यहाँ छिटो आउनु पर्यो ए दिदी म त घरमै छु ल ल म आए ल ल नमस्ते ल नानी जयसाबलाई पनि खुसी ल्याइदेऊ त हस् बस के हो त कुरा के भन्ने त्यही हो अब केटाटी कामले बोलाउनु भयो आज हामी हेराउन गएको 4 दिनपछि बिहेको साइड छ छिटो छिटो तयारी गर्नुपर्छ ए ल ल अब छिटो छिटो ल के हजुर पनि काट बार्नु हामी पनि काट बार्छु अब 4 दिनपछि बिहे छ छिट्टै गर्नुपर्छ ल ल हुन्छ हस् त जाम दिदी घर हस् अर्को दिन आउनु। अब एक दिन सपिङ गर्न पनि जानु पर्यो त